चिङ्गममा कुन जनावरको मासु मिसाइएको हुन्छ? अप्सन नम्बर ए गाई, अप्सन नम्बर बी सर्प, अप्सन नम्बर सी सुँगुर, अप्सन नम्बर डी बाख्रा। यसको सही उत्तर रहेको छ अप्सन नम्बर सी सुँगुर। नेपालको राष्ट्रिय जनावर कुन हो? अप्सन नम्बर ए गाई, अप्सन नम्बर बी बाघ, अप्सन नम्बर सी हात्ती, अप्सन नम्बर डी गैंडा। यसको सही उत्तर रहेको छ अप्सन नम्बर ए गाई। नेपालमा प्रयोग हुने मुद्रा के हो? अप्सन नम्बर ए रुपैयाँ, अप्सन नम्बर बी डलर, अप्सन नम्बर सी टाका, अप्सन नम्बर डी येन। यसको सही उत्तर रहेको छ अप्सन नम्बर ए रुपैयाँ। नेपालको राष्ट्रिय गीतका रचनाकार को हुन्? अप्सन नम्बर ए माधव घिमिरे, अप्सन नम्बर बी व्याकुल माइल, अप्सन नम्बर सी प्रदीप राई, अप्सन नम्बर डी गोपाल शाह। यसको सही उत्तर रहेको छ अप्सन नम्बर सी प्रदीप राई। प्रश्न नम्बर 5, पानीमा नडुब्ने वस्तु कुन हो? अप्सन नम्बर ए ढुङ्गा, अप्सन नम्बर बी फलाम, अप्सन नम्बर सी काठ, अप्सन नम्बर डी माटो। यसको सही उत्तर रहेको छ अप्सन नम्बर सी काठ। प्रश्न नम्बर 6, सबैभन्दा छिटो दौड्ने जनावर कुन हो? अप्सन नम्बर ए घोडा, अप्सन नम्बर बी बाघ, अप्सन नम्बर सी चितुवा, अप्सन नम्बर डी कुकुर। यसको सही उत्तर रहेको छ अप्सन नम्बर सी चितुवा। प्रश्न नम्बर 7, सूर्य कुन दिशाबाट उदाउँछ? अप्सन नम्बर ए उत्तर, अप्सन नम्बर बी दक्षिण, अप्सन नम्बर सी पूर्व, अप्सन नम्बर डी पश्चिम। यसको सही उत्तर रहेको छ अप्सन नम्बर सी पूर्व। प्रश्न नम्बर 8, नेपालमा सबैभन्दा लामो नदी कुन हो? अप्सन नम्बर ए कर्णाली, अप्सन नम्बर बी कोशी, अप्सन नम्बर सी गण्डकी, अप्सन नम्बर डी बागमती। यसको सही उत्तर रहेको छ अप्सन नम्बर ए कर्णाली। प्रश्न नम्बर 9, पानीको रासायनिक सूत्र के हो? अप्सन नम्बर ए CO2, अप्सन नम्बर बी H2O, अप्सन नम्बर सी O2, अप्सन नम्बर डी NaCl। यसको सही उत्तर रहेको छ अप्सन नम्बर बी H2O। प्रश्न नम्बर 10, नेपाल एसियाको कुन भागमा पर्छ? अप्सन नम्बर ए पूर्व, अप्सन नम्बर बी पश्चिम, अप्सन नम्बर सी दक्षिण, अप्सन नम्बर डी मध्य। यसको सही उत्तर रहेको छ अप्सन नम्बर डी मध्य। प्रश्न नम्बर 11, नेपालका प्रथम राजा को हुन्? अप्सन नम्बर ए पृथ्वीनारायण शाह, अप्सन नम्बर बी रणबहादुर शाह, अप्सन नम्बर सी त्रिभुवन, अप्सन नम्बर डी महेन्द्र। यसको सही उत्तर रहेको छ अप्सन नम्बर ए पृथ्वीनारायण शाह। प्रश्न नम्बर 12, नेपालमा सबैभन्दा बढी बोलिने भाषा कुन हो? अप्सन नम्बर ए मैथिली, अप्सन नम्बर बी भोजपुरी, अप्सन नम्बर सी नेपाली, अप्सन नम्बर डी थारू। यसको सही उत्तर रहेको छ अप्सन नम्बर सी नेपाली। प्रश्न नम्बर 13, चन्द्रमा के हो? अप्सन नम्बर ए ग्रह, अप्सन नम्बर बी तारा, अप्सन नम्बर सी उपग्रह, अप्सन नम्बर डी धूमकेतु। यसको सही उत्तर रहेको छ अप्सन नम्बर सी उपग्रह। प्रश्न नम्बर 14, मानव शरीरमा रगतको रङ कुन हो? अप्सन नम्बर ए नीलो, अप्सन नम्बर बी हरियो, अप्सन नम्बर सी रातो, अप्सन नम्बर डी कालो। यसको सही उत्तर रहेको छ अप्सन नम्बर सी रातो। प्रश्न नम्बर 15, नेपालमा सबैभन्दा ठुलो ताल कुन हो? अप्सन नम्बर ए फेवाताल, अप्सन नम्बर बी राराताल, अप्सन नम्बर सी बेगनास ताल, अप्सन नम्बर डी तिल्युचो ताल। यसको सही उत्तर रहेको छ अप्सन नम्बर सी बेगनास ताल। प्रश्न नम्बर 16, नेपालको राष्ट्रिय पोसाक कुन हो? अप्सन नम्बर ए दाउरा सुरुवाल, अप्सन नम्बर बी साडी, अप्सन नम्बर सी कुर्ता, अप्सन नम्बर डी जिन्स। यसको सही उत्तर रहेको छ अप्सन नम्बर ए दाउरा सुरुवाल। प्रश्न नम्बर 17, माछा कहाँबाट सास फेर्छ? अप्सन नम्बर ए फोक्सो, अप्सन नम्बर बी छाला, अप्सन नम्बर सी गिल्स, अप्सन नम्बर डी नाक। यसको सही उत्तर रहेको छ अप्सन नम्बर सी गिल्स। प्रश्न नम्बर 18, मानव शरीरको सबैभन्दा ठुलो अङ्ग कुन हो? अप्सन नम्बर ए मुटु, अप्सन नम्बर बी फोक्सो, अप्सन नम्बर सी कलेजो, अप्सन नम्बर डी छाला। यसको सही उत्तर रहेको छ अप्सन नम्बर डी छाला। प्रश्न नम्बर 19, नेपालमा पहिलो विद्यालय कहिले स्थापना भयो?
अप्सन नम्बर ए विक्रम सम्वत 1910, अप्सन नम्बर बी विक्रम सम्वत 1995, अप्सन नम्बर सी विक्रम सम्वत 2007, अप्सन नम्बर डी विक्रम सम्वत 2010। यसको सही उत्तर रहेको छ अप्सन नम्बर ए 1910। प्रश्नमा 1910 हुनुपर्ने छ जहाँ 1990 लेखिएको छ। प्रश्न नम्बर 20 नेपाल कहिले संयुक्त राष्ट्र सङ्घको सदस्य बन्यो? अप्सन नम्बर ए 1950, अप्सन नम्बर बी 1955, अप्सन नम्बर सी 1960, अप्सन नम्बर डी 1965। यसको सही उत्तर रहेको छ अप्सन नम्बर बी 1955। प्रश्न नम्बर 21 सूर्य के हो? अप्सन नम्बर ए, अप्सन नम्बर बी तारा, अप्सन नम्बर सी उपग्रह, अप्सन नम्बर डी धूमकेतु। यसको सही उत्तर रहेको छ अप्सन नम्बर डी धूमकेतु। प्रश्न नम्बर 22 नेपालको राष्ट्रिय जनगणना कति वर्षमा हुन्छ? अप्सन नम्बर ए प्रत्येक 5 वर्षमा, अप्सन नम्बर बी प्रत्येक 8 वर्षमा, अप्सन नम्बर सी प्रत्येक 10 वर्षमा, अप्सन नम्बर डी प्रत्येक 15 वर्षमा। यसको सही उत्तर रहेको छ अप्सन नम्बर सी प्रत्येक 10 वर्षमा। प्रश्न नम्बर 23 नेपालमा सबैभन्दा ठुलो चिडियाखाना कहाँ हो? अप्सन नम्बर ए पोखरामा, अप्सन नम्बर बी धरानमा, अप्सन नम्बर सी जवालाखेलमा, अप्सन नम्बर डी चितवनमा। यसको सही उत्तर रहेको छ अप्सन नम्बर सी जवालाखेलमा। प्रश्न नम्बर 24 नेपालको राष्ट्रिय पक्षी डाफे कुन क्षेत्रमा पाइन्छ? अप्सन नम्बर ए तराईमा, अप्सन नम्बर बी पहाडमा, अप्सन नम्बर सी हिमालमा, अप्सन नम्बर डी माथिका सबैमा। यसको सही उत्तर रहेको छ अप्सन नम्बर सी हिमालमा। प्रश्न नम्बर 25 मानव शरीरमा मुटुको काम के हो? अप्सन नम्बर ए सास फेर्ने, अप्सन नम्बर बी रक्त पम्प गर्ने, अप्सन नम्बर सी खाना पचाउने, अप्सन नम्बर डी सोच्ने। यसको सही उत्तर रहेको छ अप्सन नम्बर बी रक्त पम्प गर्ने। प्रश्न नम्बर 26 नेपाल कुन दुई देश बीच अवस्थित छ? अप्सन नम्बर ए भारत पाकिस्तान, अप्सन नम्बर बी भारत र चीन, अप्सन नम्बर डी चीन र भुटान, अप्सन नम्बर डी बांग्लादेश र भारत। यसको सही उत्तर रहेको छ अप्सन नम्बर बी भारत र चीन। प्रश्न नम्बर 27 नेपालमा सबैभन्दा धेरै वर्षा हुने स्थान कुन हो? अप्सन नम्बर ए पोखरा, अप्सन नम्बर बी काठमाडौँ, अप्सन नम्बर सी जुम्ला, अप्सन नम्बर डी नाम्चे। यसको सही उत्तर रहेको छ अप्सन नम्बर सी जुम्ला। प्रश्न नम्बर 28 चन्द्रमा पृथ्वीको परिक्रमा गर्न कति दिन गर्छ? अप्सन नम्बर ए 27 दिन, अप्सन नम्बर बी 28 दिन, अप्सन नम्बर सी 29 दिन, अप्सन नम्बर डी 30 दिन। यसको सही उत्तर रहेको छ अप्सन नम्बर सी 29 दिन। प्रश्न नम्बर 29 नेपालमा सबैभन्दा ठुलो जात्रा कुन हो? अप्सन नम्बर ए इन्द्र जात्रा, अप्सन नम्बर बी दसैँ, अप्सन नम्बर सी तिहार, अप्सन नम्बर डी छठ। यसको सही उत्तर रहेको छ अप्सन नम्बर बी दसैँ। प्रश्न नम्बर 30 नेपालको राष्ट्रिय नदी कुन हो? अप्सन नम्बर ए कोशी, अप्सन नम्बर बी गण्डकी, अप्सन नम्बर सी कर्णाली, अप्सन नम्बर डी बागमती। यसको सही उत्तर रहेको छ अप्सन नम्बर डी बागमती।